ल हेर्नुस्, नानीहरूको लागि यो कपाल बान्ने यो रिबन चाहिँ कस्तो लाग्यो हजुरहरूलाई? यो रिबन बनाउन सिक्नुहुन्छ भने चाहिँ एकैछिन यता हेर्नुस् त मलाई, म बनाउन सिकाउँछु हजुरहरूलाई है। यो रिबन हो, यो चाहिँ 1 मिटर छ। 1 मिटर भन्दा चाहिँ लामो भयो नि हुन्छ क्या, झन् राम्रो हुन्छ है। यो चाहिँ 1 मिटर मात्रै छ, त्यसरी मैले चाहिँ बनाउँदैछु है। यसरी बनाउने क्या, यो 2 टाम्ला छ नि, यो 2 टाम्लालाई यसो गर्ने अनि यसलाई चाहिँ यसरी टक्क यसलाई चाहिँ 8 बनाउने। यसरी बनाइसकेपछि रहेको आधी भागलाई चाहिँ यताबाट घुमाइदिने अनि यसलाई पनि यसरी घुमाउने हैन। यसलाई घुमाइसकेपछि चाहिँ यसलाई चाहिँ गाँठो पार्ने, यसलाई चाहिँ यसरी गाँठो पार्ने हैन, नफुस्किने तरिकाले। अनि यो 8 भयो ल हेर्नुस्। अनि यसलाई चाहिँ अब बिस्तारै बिस्तारै निकाल्ने। यसलाई मैले निकालिसकेँ हैन। अब यसलाई चाहिँ म मिलाउँछु। यसलाई मिलाइसकेपछि यति राम्रो हुन्छ कि यो चाहिँ पसलमा किनेको रेडिमेड भन्दा चाहिँ राम्रो हुन्छ के साथीहरू है। आफ्नो नानीहरूको कपाल बान्नको लागि चाहिँ एकदम राम्रो हुन्छ क्या। चिटिक्क पनि देखिन्छ, राम्रो देखिन्छ है, फ्लावर जस्तो देखिन्छ कपालमा चाहिँ लगाउँदाखेरि चाहिँ है। हजुरहरू नि बनाउन सक्नुहुन्छ यस्तै गरी रिबन ल्याउने हैन, रिबन ल्याएर यसरी चाहिँ बनाउन सक्नुहुन्छ। ल मैले चाहिँ बनाइसकेँ ल हेर्नुस्, कति राम्रो भयो है। हजुरहरूले नि यसरी नै बनाउनुस् के, कति राम्रो देखिन्छ। मैले कपालमा लगाएर नि देखाउँछु है हजुरहरूलाई। यसरी बान्ने। हजुरहरूलाई मेरो यो रिबन बनाउने तरिका कस्तो लाग्यो भन्नु होला है, हजुरहरू नि सिक्नु होला है। मलाई चाहिँ यस्तो रिबन बनाउने तरिका चाहिँ 2-3 तरिका आउँछ, यो चाहिँ मैले आज बनाएँ है। हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अरूलाई है। ल यसरी हुन्छ रिबन, कति राम्रो देखियो ल हेर्नुस् त है। हजुरहरूलाई कस्तो लाग्यो यसरी बान्ने? टक्क यसमा नि बान्दा नि यसरी टक्क हुन्छ कि, कति राम्रो देखिन्छ ल हेर्नुस्। मैले अर्को नि अलरेडी बनाइसकेको थिएँ यसरी नि, ल हेर्नुस् कति राम्रो भयो है। हजुरहरू नि ट्राई गर्नुहोस् त एकचोटि ल।